हेलो साथीहरू नमस्ते सबैजनालाई। आज वाटरफल इको भिलेज यो पनि एउटा ट्राउट माछाको फर्म हो। आज म तपाईहरुलाई ट्राउट माछा देखाउन जाँदैछु। हुन त पहिले पनि देखाएको छु। आज चाहिँ मैले यो भुर्जुङ खोलामा रहेको ट्राउट फर्ममा आएको छु। अब म तपाईहरुलाई माछा देखाउन जाँदैछु, ट्राउट माछा। अलिकति भिडियो लामो हुन सक्छ। म अलि वरैदेखि भिडियो बनाएँ, तपाईले हेर्न सक्नुहुन्छ। यहाँ मनोरञ्जनको लागि पिङहरू राखिएको छ। पोखरातिर पुरा गर्मीले पसिना काडियो थियो, यहाँ चाहिँ आनन्द शीतलो छ। यति आनन्दको ठाउँ छ। माछा चाहिँ यहाँ पालिएको छ यतापट्टि। मेरो भिडियोमा त्यति लाइक कमेन्टहरू आएन। मैले विभिन्न ठाउँमा गएर भिडियो बनाउने गर्दछु, तर साथीहरूले मन पराइदिनु भएन। के छ कारण यसो कमेन्ट गरिदिनु होला। ल हेर्नुहोस्, माछा यिनै हुन् ट्राउट माछा। ट्राउट माछा फर्म हेर्नुहोस्, माछा कति छ। यो माछा फेरि फ्रेस वाटरमा मात्रै हुने गर्छ, जमेको पानीमा हुँदो रहेछ यो माछा। जमेको पानीमा यो माछा बाँच्न गाह्रो। यसलाई एकदमै स्रोतबाट आएको फ्रेस पानी चाहिने गर्छ। माथि पहाडबाट आएको शुद्ध पानीले यो माछालाई पालिराखेको छ। हेर्नु सक्नुहुन्छ तपाईँ, टन्नै छ। प्रत्येक उसमा माछा देखिन्छ। हजुर, तल पनि छन्। यसरी व्यवस्थित गरेर चाहिँ पालिएको छ। भनेको माछा सबै पानी चाहिँ फ्रेस पानी हो। खोलाबाट आएको पानी ट्याक्क ल्याएर यता मिसाइएको छ अनि त्यहाँबाट चाहिँ पालिएको छ। ल साथीहरूले एकदम कमेन्ट लाइक गरिदिनु होला है यो भिडियोमा। मैले यति मेहनत गरेर भिडियो बनाएको छु। माछा खाना अर्डर गरेपछि ट्याक्क यहाँ लिएर गएर उति बेलै फ्रेस माछा खाना पाइन्छ। यहाँ चाहिँ यहाँबाट निकाल्नुहुन्छ उहाँहरूले ट्याक्क, अनि त्यहाँबाट माछा खाना पाइयो। मजाले खेलिरहेका छन् माछा। कति मजाले खेलिरहेको छन्, दौडिरहेको छन्, पौडी खेलिरहेको छ।
ल ल धन्यवाद साथीहरू, लाइक कमेन्ट गरिदिनु होला, यो भिडियोलाई धेरै माया गरिदिनु होला।